काका पंखा त्यस्तो आउँछ तपाईँ देख्नु भएको त यहाँबाट खिचिराखेँ स्क्रिन देख्छ नि छैन नि मोनिटाइजै भएन दिदी भ्युज पुगिराखेन कि सब्सक्राइब त पुग्यो अब भ्युज पुग्दैन त्यो एचोकीको मात्रै एउटा त्यो पार्ट 1 हो नि दिदी अब पार्ट 2 आज आउनु लाग्छ फेरि पार्ट 2 मा त तपाईँहरूको त्यो रियालिटी गरेको पनि आइरह्यो नि मेरो त हाम्रै पार्कको नाम छ ओ दिदी मासु निकाल्नु भयो मासु निकाल्नु भयो के को मासु निकाल्नु भयो के को मासु ओके धन्यवाद कसलाई आयो 07 बाट कसलाई आउँछ 07 बाट कल मलाई पनि आइरहेको हुन्छ हौ 07 ले सम्झिने भनेको 07 ले हो हान दिदी दिदीलाई मेसेज गरेको मैले हिजो मासु निकालिदिनलाई दिदी भनेर 8 घण्टा पछि हेर्नु भयो कि ट्याक्कै 8 घण्टा हो क्या हो 1 घण्टा हुन्छ रहेछ त्यही त मलाई थाहा हुन्न र अब आज हाम्रो दिदीले के अरे खाना बनाउने हेल्प गर्नुहुन्छ होला नि मख भएर अगाडि गइहाल्यो तपाईँको यहाँ साँझ युट्युबमा हेर्नु न अहिले बोलेको सबै आउँछ अरे ल ल ल अहिले गफ दिन्छ भन्नुपर्छ है भरे आउँछ कि आउनु अनि मिन्टुनको त युट्युबमा आउन्न नि मिन्टुनको टिकटकमा मात्रै आउँछ यहाँ त युट्युब धरीमा पो आउँछ त ओके
गाडीमा पानी छ नि पनि कहाँ जानु नि म लगेर गइहाल्छु त हो त ओके